बनाइएका घर चौराहरू मिति 2082 वैशाख 11 गते साँझ 7 बजेसम्म खाली गर्नुहोला। 2. यस्ता घर चौराहरूमा भएका आफ्ना निजी सामानहरू, लत्ता कपडा, घरपालुवा पशुपन्छी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्नुहोला। 3. घर चौराहरूमा बसोबास गर्ने अपाङ्ग, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध वृद्धा एवं बिरामी व्यक्तिहरूलाई प्राथमिकता दिई अन्यत्र सार्ने काम गर्नुहोला। यस कार्यका लागि काठमाडौँ महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनुहोला। 4. मिति 2082 वैशाख 12 गते बिहान 6 बजेदेखि घर चौराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुनेछ। यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुन बमोजिम कडा कारबाही भइजानेछ। 5. नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमिहीन कुटुम्बवासीहरूको लगत लिने र स्क्रिनिङको कार्य तत्काल सुरु हुनेछ। 6. आगामी 10 देखि 15 दिनभित्र एकिन भएका वास्तविक भूमिहीनलाई बसोबासी उचित प्रबन्ध गर्ने तयारी भइरहेको छ। यस कार्यका लागि तपाईँहरूले सहयोग गर्नुहोला। यदि कोही कसैले यस सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौँ महानगरपालिका समेतको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईँ स्वयं हुनुहुनेछ। सूचना सूचना सूचना। नदी किनारका सार्वजनिक सरकारी पर्सी जग्गाहरूमा वर्षौंदेखि अनधिकृत तवरबाट सार्वजनिक आवागमन र शहरी अति आवश्यक पूर्वाधारको निर्माण र नदीको बहाव समेतलाई प्रतिकूल प्रभाव पार्ने गरी एवं आफ्नो जीव ज्यान समेत जोखिममा पारी बसोबास गरेका सम्पूर्ण घर टहराहरूमा रहेका व्यक्तिहरू र यसरी बढेका घर टहरामा भाडामा बस्ने, पसल व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य गरी आएका व्यक्तिहरूलाई जो अत्यन्त जरुरी सूचना जारी गरिएको छ। Extreme Energy Drink. Handi Biryani, the royal delicacy.